गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आजको ब्लगमा चाहिँ हामी जाँदैछौँ केटाहरूसँग श्री अन्तु भन्ने इलामको ठाउँमा। हामी जानको लागि तयारी भइसकेको छु। अनि म यहाँ एकजना घर आएको छु लिनका लागि। सुरुमै एउटा मेरो साथी हो, घर पछाडिको छिमेकी को हो त्यो हेराउँछु। रोक्नु ओइ 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 इलेक्सनमा हेरेर लगाइसकेपछि को हो यो? तेरो दाइ तेरो दाइ म यसलाई लिनु दाइ 50 रुपियाँ छ भने दिनु न छिटो। अहिले बाटोमा दिन्छु। ल हामी तयारी भइसकेको छु। अब यसलाई म लग्छु कता भनेपछि हाम्रो अर्को केटाहरूको पनि देखाउँछु। बाँकी कुन कम्पनी हो यो? जारा। कुन जारा? केटीको जारा। हजुर के भनिदिनुहोस् कुन 15 रुपियाँ कम्पनी मलाई बोलाएको? हो हजुर कस्तो हेर्दैछु कालो छु यार, यो गोरो छ थ्याट। हो त्यसो चाहिँ हो। ओके एकछिन वेट। मेरो जुङ्गा अलिक ठिक छ। हामी निस्किसकेको छौँ। अब अनुहार देखौँ। ए मिस्टर दाइ बोलाउनु हो। कति दिन कतिजनाको ब्याग हो? बाबू के कोही छ तुई? आगसलाई लिहाल्नु। आगसलाई ल्याइनस्। बोल्न त्यसरी बोल्न एकपल्ट। Welcome back to Mr. Vlog. हाम्रो टुर जाने ब्यागहरू हेर्नु गाइस। खै यो डेक अगाडि ओइ ए कता ब्लड आइरहेछ हौ। चिल्लु भन्न चिल्लु चाइ। मान वेलकम ब्याक टु माई ब्लग। खाली तालु देखाउ जा। ए तिमीलाई कस्तो अस्ति घुम्न जाँदा तिमी फरारी लगाएको हैन चेक हाने। मलाई कस्तो देखो गाइस? मलाई एउटा सर्ट छ लगाउ न त। मलाई कस्तो देखो? मलाई खतरा देखो यार। कन्फर्म दिने ओए सायद ज्याकेट मलाई सुनियो मेरे सुमन वेलकम ब्याक टु माई ब्लग। तालु हेरौँ न तिमीलाई। तिम्रो भ्युअर्स मेरो भ्युअर्सहरूले तिम्रो तालु मन पराउँछ अरे नि त हो कि न? हाम्रो फर्स्टमा सुमन तामाङ द हेन्डसम बोय। अर्को आउनुपर्छ टेकराज राजवंशी द गुन्डा। शशी आउनुभएको छ हाम्रो शशी। हामी निस्किसकेको छौँ गाइज। टेकराज तपाईँलाई कस्तो लाग्दैछ पहिलोचोटि अन्तु जाँदा? त अन्तु गएको नि त 40 मात्रै हो त। सुमन तिमी त कति बेला गएको छ आज जोडेर अन्तु? 4-5। मेरो पनि त्यही हालत हो। हाम्रो केटाहरूले गर्दा मात्रै हामी अन्तु जाँदैछौँ। माया लाग्यो होइन ठिक छ। भ्लग पनि छ के गर्नु होइन। 3जना अगाडि छौँ हामी 3जना पछाडि छौँ। अब हामी यहाँबाट सिधा अटोमा जान्छौँ। अटोबाट म्याजिकमा जान्छौँ। म्याजिक पछि हामी के भन्छ त्यसलाई बुलेरो टुर गर्दै जान्छौँ। भने हामी अन्तुको होटलमा पुगेपछि तपाईँहरूलाई देखाउँदिनँ किनकि त्योभन्दा अगाडि अझै देखाउँछौँ। हो कि होइन? ल तपाईँलाई हामी एकछिन भेट्न चाहन्छौँ। एकपल्ट क्यामेरामा ठोकाइदिनु सर। चलाउनुहुन्छ विषयमा त यहाँ ठ्याक्क 300 थियो। यहाँदेखि आर्यन छुट्यो अब हामीसँग। यहाँ
छुट्टिने होइन तिमी यतादेखि यो कालो छु मलाई छुट्टिनु त पर्यो नि अब जान्छ अर्कोतिर चारलीबाट म छु हामी चारली पुगिसकेको छौँ अब हामी यहाँबाट अन्तिमतिर जाने कोसिस गर्छौँ चारली बाटो हेलो तपाईँ कहाँबाट आउनुभएको काठमाडौँमा कहाँ जानु आँट्नुभएको अनि कपालको कलर खोइ तिमीले गर्दा नि हतारमा बोलाएर कपालमा कलर टेकराज आर्यन खोइ आर्यन तपाईँ पनि जान आँटेको हामीसँग के भन्नु बोल्ने बाटो भयो मेरो हामी अहिले चारलीमा छु भन्दै हामी चढिसक्यौँ कहाँ लेख्छ त हामी कहाँ छौँ मैले भन्छु राम्रो राम्रो केटी बाहिर छ कुन ठाउँ यो बुधबारे काम भयो नि हेलो ला 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 कसको हामी अहिले हामी आइसकेको छौँ पाथिभाडा मन्दिर हामी यहाँदेखि हौ हौ राहुल परेको छ केले अनि हामी चाहिँ अगाडि किनेछौँ भनेपछि हामी भ्लगर क्यामेराम्यान मैले किनेको कतिमा भन्दैन बमिटाएर अगाडि बसेको है तर मलाई मलाई नि आउँदैन कहिले किनकि धेरै म ट्राभल गरिसकेको नि त अब बिस्तारै अहिले अन्त्यहरूको भ्यू देखिन्छ पोखरी डाँडा चाहिँ भोलि जाने हो आज भ्याइँदैन किन भोलि बस्यो भने त भोलि जाऊँ न किन अब आज पेट जाने भोलि निकिन्छ ओके प्लान मुतायो सार्वजनिक टोइलेट फुल भयो खोइ तग्लु ओभर मुतायो भन्ने मान्छे यहाँ देखाउ न क्रिएटरलाई जसको आइडी त्यसलाई बन्नु दिनु छैन तिमीलाई चाहिँ मुताएन मलाई तर कतिको मुतायो
यहाँदेखि माथि चढ्छ माथिबाट छ हामी भ्याउने कोसिस गर्छौँ यहाँदेखि यता जाँदा यताबाट सकिहाल्छ 4 चोटि भइसक्यो 3-4पल्ट अनि मैले 4 पल्ट चढेँ सुमनलाई चाहिँ कस्तो 4 पल्ट चढेँ माथि म चाहिँ जम्मा 2 पल्ट थाहा जे होस् राम्रो छ अब त अझै यता के एकछिनमा भेटौँ ल लगाइदिउँ कुकुर तिहारको म यो फुल हो कुकुर तिहार नटी काट्छ लभ डाँडा के भन्छ होइन माथि हाम्रो मेरो फर्स्ट भिडियो छ यो कन्याम पनि कट्यो अब एकछिन पिकल आउँछ अनि अन्तुको बाटो छिरिसकेको अब पिकलको बाटोबाट टर्निङ होइन अब डाइरेक्ट अन्तमा गएर भाइले गरे कतिवटा रहर पनि हुन्छ नि some memories मेरो some memories हाम्रो होटललाई पुग्यो फाइनली ल उत्रि पैसा दिनु फर्काउन अब आफ्नोतिर हाम्रो डेस्टिनेसन आयो हामी चाहिँ सुतेर उठाइछौँ होइन अलिक माथि गर न लग होला हौ कस्तो लाग्यो आएर नामिँदा लाग्यो यार ल हामी अब अलि बोतल हाल्छ साथी बिस्दै पक्रिन्छ गिटार कस्तो हो मैले त आकाश लिइरहेको मैले पनि भने सोचिरहेको त्यो हाम्रो पैसा दिनु कतिवटा बेच्छु त तर यो भन्दा त कुनै पनि दामी छ यार त्यहाँको अलिक भ्यू अर्कै छ यहाँ भनेको घाम हेर्नु र पोखरी मात्रै हो क्या रमाइलो यहीँ हो मेरो उयो हिँड्दै जानुपर्छ अघि जहाँ टर्निङ काट्यौँ नि हिँड्दै जानुपर्छ यहाँदेखि म फस्दा अन्त आउँदा यहाँ बसेको थिएँ हाम्रो होटल प्रवेश रुम कता हाम्रो रुम
माथि ए तल अरे तपाईँ जानुहोस् आफ्नो बाटोमा मुद्दै हिँड्ने हिँड्न हाम्रो रुम अट्छ हामी यतै के गर्ने दुईजना कतिजना छ दुईजना यहाँको रुम कम्ता ठुलो थियो रुम चाहिँ हाम्रो यो भनेको रुममा आइसक्यौँ ठिकै छ यो झाडीहरू अट्छ दुईजना अट्छ ल खोइ टोइलेटहरू देखाइदिइहालौँ न टोइलेट देखाइदिउँ न यो ठाउँमा त मैले जमानामा भिडियो के बनाउनु त यहाँ त मलाई गुनै आउँदैन यहाँ मैलोमै आउँदैन कसरी आउँदैन यो गुनै आउँदैन बसेर हो कि उता अर्को छ होला नि यस्तोमा त मेरो छैन म सक्दिनँ म पनि सक्दिनँ नि ल भरे अब यहाँ आइसकेको छु होइन टेकराज राहुल यहाँ छ अनि सुमन के गरेको यो गरेको शशी आकाश सबजना छौँ अनि म यहाँ अब हामी कहाँ जान आँटेको अरे कुन साइड राहुल अब हामी लेक साइड गएर पोखरी डाँडामा हामी अब त्यहाँको ठाउँ भ्यू बोटिङ गर्नुपर्छ ल केटा यो देख्यो थाहा छ मलाई त्यही देखाउनलाई गरेको माइक अनि यहाँ केटा हो गाइज हामी अब यहाँ पोखरी डाँडा जान आँटेको त्यही कारणले यो भ्लग अब डाइरेक्ट पोखरी डाँडा पुगेपछि आउँछ लेक साइड घुम्नु हिँडेको हामी अब केटाहरू माथि पुगिसक्यो शशी र म यहाँ जाँदैछु यता माथि चाहिँ किचन अब हामी यता यता रुम ए माथिबाट ए ल म त मुनिबाट गएको किन यहाँ छ यता किचन हाम्रो काउन्टर किचन यता काउन्टर यता किचन अहिले कोही छैन यता बिस्टे यता माथि अझै एक तलै छ होटेलको साउ हजुर के भन्न चाहनुहुन्छ हाम्रो यहाँ भ्लगमा सब ठिक हामी पोखरी डाँडा घुमेर आउँदैछौँ होइन सुमन ओके डेक अहिले नाच्ने अहिले हामी यहीँ बस्ने हो खाने ठाउँ देखाइदियो खाने ठाउँ अहिले हामी आएर देखाउँछौँ अनि यहाँ राति चाहिँ दामी हुन्छ यहाँ मासु हान्ने भरे केटाहरू मुनि ल मेरो पछि जाऊ मेरो यतैबाट जानुपर्छ नि त्यताबाट त सकिँदैन होला यार फेरि यहाँबाट फेरि अनि अब हामी पोखरी डाँडातिर हाम्रो गन्तव्य त्यही भयो अहिलेको लागि अनि हामी अहिले पोखरी डाँडा पुगेर देखाउँछौँ यसरी घुमाउ ल यसरी उल्टो भयो क्या यसरी पक्रिनु यसरी त होइन स्टप गरायो ल दामी उयो हामी बस्ने होटल अलिक अहिले लाइट बलेको छैन बलेको छैन यता चाहिँ दामी बलेको छ यहाँ समथिङ मेमोरिज ब्लर भयो सुमनको समथिङ मेमोरिज अलिक डह्रो डान्स हुँदैछ यति बोक्दै होइन हामी अलिक गर्नुपर्छ हाम्रो आउन देखाउँदै मेरो देखो अब हामी छिट्टै हाम्रो गन्तव्य पुगिन्छ यहाँ डान्स हुँदैछ बनफायरमा हेरेर देखाइदिउँ बनफायर
पोखरी डाँडा माथि चढ्दैछौँ हामी। बिस्टे चाहिँ यो निलो लगाएको। बिस्टे कतिको जाडो छ? जाडो त यस्तो यहाँ देखाउ न, अघिसम्म ओठ त फुटेको थिएन, अहिले यहाँ आएदेखि ओठ फुट्न थालिसकेको छ। अहिले हामी पोखरीमा जाँदैछौँ, पैसा बाँच्यो भने हामी बोटिङ पनि गर्ने चान्सेस त लाग्दैन होइन। त्यो पनि अब हामी हाम्रो केटाहरू अगाडि छौँ, म सुमन राहुल पछाडि छौँ। अनि राहुल हजुरलाई पनि 2 शब्द के बोल्न चाहन्छु, लु बोल्नु सरा। ठन्डा पऱ्यो जाडो भयो ओभर। जाडो त अब्बरै छ। अहिलेसम्म एउटा चेतावनी फेरि दिन चाहन्छु यो ब्लगमा, तिमी कहाँ पोखरामा डे 1 डे 2 गर्दै हाल, हामी अन्तमा एउटै ब्लग मजाले खतरा एडिट गरेर हाल्छौँ। त्यही भएर त बनाऊ। अनि आज हाम्रो सुमन साथीको कल आयो, अनि राहुलले के बनाउँछ अरे? अब जाँदैछौँ अरे पोखरीतिर। पोखरी अरे गाइज यी केटाहरू हेर भ्यू देख्दैन र आइफोन हाल्दा हुन्थ्यो नि, के यस्तो सस्तो मस्त हालेको। अगाडि केटीहरू छ होइन, केटीहरूलाई यस्तो हेर्नु हुँदैन, हामी भनेको लोयल मान्छे हो। लोयल मान्छे होइन सोल्टी, लोयल मान्छे हो। पुगिसकेको छौँ पोखरी, यहाँ तिमी सम मेमोरिज सुमन सुमन सम मेमोरिज ब्लग। कसो कला आएको सुमन? के भन्नुभयो मम्मीले? किनकि अरू आमा बाउले छोराको चिन्ता गर्छ कि गर्दैन? गर्नुहुन्छ सरी। हामी चाहिँ फाइनली पोखरी इन्ट्री भइसक्यौँ। केटाहरू अगाडि हिँड्दैछ, बिस्टे यहाँ म यहाँ, अब अलिक बिचमा गएर देखाउने। हामी जब स्कुलबाट टुर आउँथ्यौँ नि, हामीले सरहरूले लग्ने होटल पनि देखाउँछु तपाईँहरूलाई। यहाँबाट अब यता पुग्नुपर्छ अगाडि। पोखरी चाहिँ यो राति देखेको छैन, पोखरीको नाइट नजारा होटेल देउसी खेल्दै जानुपर्छ कि हरेक होटेलमा। पोखरी हामी यसरी हेर्दै जान्छौँ। अब हामी आफ्नो गन्तव्यतिर हिँड्दै जाँदैछौँ। हाम्रो ठाउँ आउँदैछ। अनि तपाईँहरूलाई हजुर हाम्रो भ्लग कस्तो लाग्यो लाइक सेयर कमेन्ट अनि सबै हानिदिनु होला होइन, हो कि सुमन? हो फोटो खिच्नुपर्छ यहाँ एउटा उयो रुख काटेकोमा। राहुल यता, शशि टेकराज, आई लभ यु। त्यस्तै मान्छेहरू त छैन। बोटिङ गर्ने ठाउँ यहाँ मेरो केही मेमोरिज छ। यहाँ म देखाउँछु तपाईँहरूलाई। यहाँ हाम्रो केही मेमोरिज छ यही ठाउँमा, ट्याक्क रुखको छेउमा। यहाँ हाम्रो बोटिङ गर्दा धेरै ठुलो मेमोरिज छ। हाम्रो केटालाई थाहा छ, हामी 5 जना थियौँ। अब हामी यहाँ फोटोसुट गर्छौँ। फोटोसुट कस्तो लाग्दैछ तिमीलाई? फोटोसुट कस्तो लाग्दैछ राहुल? फोटो खिचिस्? जुङ्गा धेरै देखो तेरो जुङ्गा। जुङ्गा धेरै देखो, जुङ्गा धेरै देखो, जुङ्गा दारी।
च्यानल ब्लग च्यानल ब्लग वेलकम टु नयाँ ब्लगर हामीले भेटिसकेको छु मेरो सोल्टी म जस्तै बन्न खोजेको अरे त्यही भएर ऊ म जस्तै बन्न खोज्दैछ तर सक्दैन ऊ म यो मान्छे थिएँ म यो मान्छे कहिले मेरो आफ्नो सोल्टीले बेजत पार्छ के भन्नु त्यो भनेको हल्का हाँसी मजाक चल्छ त्यो पनि जिस्केको मैले तपाईँलाई एउटा कुरा भनौँ यहाँ पनि मेरो धेरै मेमोरिज छ यो ठाउँमा यहाँ बस्नु गएको छ अगाडि मेमोरिज छ उसको मेमोरिज अघि हेऱ्यौँ तर मेरो मेमोरिज पनि हेर्नु नि त केही खाने यहाँ बसेर चटपट खाने बेला भयो है खाना खानु जाउँ डाइरेक्ट खाना खानु किन पैसा वेस्ट गर्नु ओ मस्त बन्न खोजेको मस्त बन्न खोजेको आइफोन आयो कि आएन अरूको हातमा के हो कुटुम्बको राहुललाई भ्लगर अरे अनुहार एउटै दिएछ बल्ल दिएको अघि सुमनले भनेर यति देखिरहेको थियो यति ल अब हामी फेरि हामीले हाम्रो आफ्नो होटल रुममा जान आँटेको छौँ अनि त्यहाँ गएर हामी खाना खान्छौँ खाना खाएको देखाउँछौँ आजको रमाइलो यही हो राति केटाहरूले सेक्पा खाएको देखाइन्छ अनि डान्स गरेर भने डान्स देखाइन्छ के हुन्छ अब भरे थाहा हुन्छ यो हामी र सोल्टी र म मिलेर बुलेट किनिसकेको छौँ अब हामी यसमा जान्छौँ कहाँ ओए बुलेट हाम्रो कहाँ हिँड्दै ए चाबी खै चाबी ए बाबु नदेखाउँ होइन एउटा लग नलाउँ ए इलेक्सन जानुपर्छ अहिले घुमौँ न ए फेरि म त फेरि हाम्रो बुलेट भर्खर किनेको केटाहरू गइसक्यो किनकि हामी दुईजना बुलेट ओके गाइस भेट्नुपर्छ एकछिनमा यहाँ अर्को होटल यहीँ छ छेउमा पोलो भन्दा नि कालो न कालो हुन्छ होला के त के भनेको सेक्का बनाएर ए सेक्का होला नि पोलो सरी माई मिस्टेक गाइस माई मिस्टेक हामी सेक्का बनाएर खाने टेक्रो आज हो किन भयो त भाइ एक बक्स हाल्नुपर्छ होला उयो ससी भिडियोमा ससी भएछ भयो त भएर ससी के चाहिँ दुईजना सुहायो त हेर न यता सोल्टी यता सोल्टी ल राहुल बियरको कार्टुन को खान्छ म खान्छु म एक्लै होइन सबलाई बाटेर दिनु तेरो हजुरबाबुले देखाइदिउँ कतिवटा गोर्खा 4टा होइन तिनवटा छ तिनवटा यसरी नाच्दै जान्छु ल गाइज म चाहिँ सोझो हो ब्लग म हेर्नु कोक खान्छु मेरो लागि एउटा मात्रै किनिदियो क्या यिनीहरूले माया गर्नु यसरी हेराइदिएन सुमन के खाएको कहाँ परायो भाइहरू लिन यही सुमन अब रात परेर केटाहरू खाना खानको लागि तयार सुमन बनाइदेऊ न हौ मेरो पनि अब हामी खाना खान्छौँ माम भेराइटी भेराइटी आउँछ भेराइटी भोक लागिसक्यौँ के गम खायौँ अझै हाम्रो त मासु छ अझै बन फायर गर्न बाँकी हुन्छ बस्ने त्यहाँ अनि त्यही बस्ने आकाश एक्लै हुन्छ फेरि त्यहाँ बस्न आकाश एक्लै हुन्छ भन्छु गाइड्स नो दुईटा आयो नि पहिला गाइड्स मलाई त्यो दिन्छ नि सुँगुर त बढी गाइड्स हामीले खाना खाइसक्यौँ अनि खाना खाएर यहाँ सुँगुरको मासु कुखुराको मासु फायरमा बनाउँदैछौँ चिकनको चाहिँ भइसक्यो होइन यसले चिकन भयो होइन यसलाई पोर्क भन्छ दामी वाट अ भ्यू ए साथी कल गरेर नि सुमनलाई भन त आउँदा ट्राइपड पनि लिएर आउनु भन ल भनेर यो अब बनाएर देखाउँछु तपाईँलाई अब टाइम ल्याप्स भन्नेबाट चिकन चाख्न चाहन्छु चिकन
टोल्टुले मिठै पोलेको छ गर्मी हो क्या मजा लागेको बोल्दैछ फेरि पकाउनु पर्दैन यहाँलाई अहिले साइडको लागि झिङ्गो मात्रै फेरि पकाउने पाक्दैन न मैले मासु त पाक्छ कि उठाउने बित्तिकै आगो बल्छ अब जादु मुला त्यो कसले आउँदैन पानी हाल्यो भने छम 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 ओ हे लाग्छ हौ छिटो सोल्टीको माया लाग्दैन सोल्टीले आगो लाग्यो भने के हुन्छ खाए ल यो हाम्रो आफ्नै जिन्दगी हो ल गाइस केटाहरू खै आउँदैन त औ आएपछि देखाम भनेको केटाहरू गाइस केटाहरू आयो बिग्रेको सोल्टी कोक लुगाएको हो क्या अब केटाहरू आएपछि भेट्नुपर्छ Cuman, oi, udah no. Tuh apa lah itu? Band को व्यू घामले के केटा घाम हेर्ने अरे केटाहरू कोही उठेन मलाई अहिले उठ्दैछ यस्तो त अल्छीहरू छ अन्तु आएको घुम्न आएको के गर्न आएको मलाई 5500 उब्रेको छ त्यही कारणले हामी आज यहाँ बस्ने खोज्दैछौँ किनकि हामी एक दिन मात्रै बस्ने भन्दै थियौँ तर पैसा बाँचेपछि अब हामी धनी छौँ थाहा छ हामीलाई 4 दिन बस्ने अब
अब शशीको अझै 20,000 निस्किन बाँकी नै छ अरे जग्गा किन्न आँटेको नि भन जग्गा त्यहाँ अहिलेको अगाडि त्यहाँ उयो ट्याक्क घाम हेर्ने ठाउँ हाम्रो बुलेट चलाएको हाम्रो बुलेट अघि हामीले त्यो अघि फोटो खिचेको थियौँ नि राति फोटो हालेको थियौँ त्यो फोटो बुलेटको पनि अब त्यो आकाशले लिएर आएको थियो उता बाउले किनिदिएको थियो अरे तल छ त्यो चाहिँ एबजेट पनि छ त्यो चाहिँ साउको हो तर बस के लग्नु होइन ओ सुन न अनि हामी 6 जना कसरी बुलेटमा आयौँ हामी 2 जना मात्रै आएको नि त अरू त गाडी होइन बिचरा यिनीहरूलाई किन बेजत पार्नु होइन हामी 2 जना त बुलेटमै आएको यिनीहरू चाहिँ गाडी 3500 हेलिकप्टरमा आएको कन्यामदेखि हेलिकप्टरमा 3500मा आएको त्यही कारणले पैसा अलिक 5,000 मात्रै उब्रो बाहिर हान्देऊ न साथी हामी सँगै छु के भन्छ के बोलेको हो यहाँ के बोलेको के बन्दैछ यहाँ के बन्दैछ जम मात अब हामी अहिले अघि जमजम इलेक्ट्रोनिक्स घुम्न जाम भन्दा भोक लागिसक्यो अब हामी नास्ता खान जान आँटेको छौँ अब त्यही भएर हामी तपाईँलाई एकछिनमा भेट्छौँ हेलो गाइस आज हाम्रो सेकेन्ड दिन हो हामी अन्तु घुम्दैछौँ जेसीबीमा गाइस ट्राफिक के अरे त भित्रै छ हामी यो मेरो हेर्नु यहाँ हामी झापाको मान्छे यसरी अन्तु आयो भने ओठहरू सबैको फुटिसक्यो सोल्टीको नि फुट्यो घोडा बिहानको पोखरी कस्तो छ मेरो ब्लग हो नि त मेरो मोबाइल खतरा आइफोन भन्दा हिजो रातिको भ्यू देखाएको थियो राम्रो भएन अब बिहानको हेर्नु गाइड्स केटाहरू अगाडि छ सजिलो रातिको पोखरी ठिक लाग्यो कि बिहानको पोखरी ठिक लाग्यो किनकि राति झिलिमिली किन राति अब यहाँ सबैतिर झिलिमिली हुन्छ अब अहिले त केही छैन सुक्खा अघि होइन हिजो हामी त्यही फोटो खिचेको त्यहाँ ठाउँ राम्रै छ कन्याम जान पाएको भए दामी हुन्थ्यो सुमन कहाँ त्यहाँबाट दामी देख्छ त माथि हामी माथि जाँदैछौँ केटाहरू तल किन छ नि बस्ने ठाउँ घाममा विशेष एउटा उता सेलमा छ त यता आउन रुखतिर यता ब्राइटनेस हल्का बढाएर खिच्देऊ ल तपाईँलाई गाह्रो बोकेमा कहाँ फटिहाल्छ अरे फोटो गुन्डा यति माथिसम्म आउनु तपाईँलाई कतिको पुगे लागेको थाकन भयो एकदम धेरै शशी ए होइन पुट्कु खोइ ठिक छ क्यामेरा छोडा न हामी बस्ने घर कुन हो है उ त्यो अब हामी तल जाने सुमनको जुत्ता लगाएर यहाँ खतरा देख्दैछ होला मलाई पानीबाट चिप्लिन्छ मर्छ पोखरी टाटा पोखरीदेखि भयो अब हामी उता नयाँ ठाउँ घुम्छौँ अनि देखाउँछौँ अनि भ्लगलाई पनि एन्डिङ गर्छौँ लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु भन कमेन्ट गर्नु होला अब हामी सिधै भेट्छौँ होटलमा यहाँ न यहाँ हेर न सुमन यहाँ तर फोटो अनि सादा भात कस्तो लाग्यो बिहानको अब भोक लागेकोलाई जस्तै मिठो राति चाहिँ मासु भात अब पैसा अगायो तर ह्यान्डसम मिलेर मेरो लाइफ अब अलिकति यता डाँडा अर्को डाँडा घुम्ने त्यति देखाउँ नि धेरै आज नाइटको केही त रमाइलो हुँदैन नदेखाउनु डान्स गर्ने आज नि आज डान्स गर्ने भयो दामी ओइ आयो प्रियमङ्गलहरूको पहिलाको पार्क प्रियमङ्गलहरूले बनाएको यहाँ मजा आउँछ खेल्नु यहाँ न यहाँ कति पुरानो हेर्न यो सबै ताक अलि उता जाऊँ न अझै राम्रो होला बस त तल्लु त्यो डस्टबिन हो के हो We found it गाउँको एउटा सोच थियो ए गाउने आउँदैन गाना
लु यहाँबाट प्रवेश गर्नुपर्छ हामीले प्रवेश यहाँ राम्रो छ भ्यू सबै यहाँ सिंगल रुम थियो कहाँ बुझिस् यहाँ बनफायर के गर्ने यहाँ लिन्थ्यो त के खै रुम भाडामा गर्थ्यो मैले थाहा छैन ओइ त आएन फुटबल ग्राउन्ड मान्छे बस्छ अहिले नि यहाँ खै त्यो त थाहा भएन यार बस्छ रहेछ ग्राउन्ड आउन त पहिला पनि आएकै हो तर अहिले पनि हेरेको यहाँ मान्छे के आउँदैन अहिले आउन चाहिँ आउँछ तपाईँ चलाउनुहुन्छ चल्छ गोली हेर्नु गएन गोली त्यो ग्राउन्डमा गोली भने गोल के हो गोली भनेको फुटबल ए के त हामीलाई मलाई आइफोनको जुमले मात्रै हुन्छ मेरो ल्याउँदैन हामी उहाँ पर टावर जाने यो चाहिँ कुन ठाउँ होला कुन चाहिँ टावरमा त्यो यसको होटलमा प्रेम अङ्कलको होटलमा छ प्रेमको हो प्रेम भाइको होटलमा यहीँ काम गर्छ को हो हामी त बस्न आएको गेस्ट अन्तु घुम्न आएको पहिला पनि आएको थिएँ यहाँ तर ठाउँ बद्लिसकेको रहेछ तल त मलाई याद भएन तर हेर्नुपर्छ मैले बिर्सिसकेँ पहिला आएको थिएँ सानैमै सिंगल खालको छ क्या तल छैन एन्डिङ छ एन्डिङ नो दामी देख्दैछ तामाङहरूलाई नआएर नराम्रै भयो होइन साला आउँदैछ देखेँ मैले पनि दिस प्लेस इज भेरी ब्युटिफुल नै थियो पहिला भाइ आएको थियो क्या यो होटलबाट म अङ्कलहरू बस्दा म चाहिँ आउन पाइनँ खेल्ने ठाउँ पनि थियो अरे अनि सारेको होस् धेरै भिडियो नबनाऊँ होला ठाउँ राम्रै छ सुमन र राहुल पनि आउँदैछ यहाँ आएपछि पनि देखाउनुपर्छ घाम कस्तो लाग्यो तर पुरानो भइसक्यो रहेछ फोटो खिच्दा हुन्छ त पहिला यही त छ नि अङ्कलहरूले यहाँ राखेको छोडेर अनि माथि कसलाई चाहिँ थाहा हुन्छ यहाँ छ भनेर पनि रुमहरू धेरै रहेछ तर मेरो घर तिम्रो घर पनि त छेउमा हेर त्यो सिङ्गल परिहाल्नु म दुःख बुझ्नुपर्छ ए ल ल ल नडु ओके गाइस अब फोटोसुट हुन्छ यति नै हो अनि हामी यहाँबाट फर्किन्छौँ अनि त्यहाँदेखि उता टावर जाने भन्ने कुरा गर्दा जाने होइन जाने तर राति गएर देखाउँछु म आजको लागि यति नै हुन्छ फोटो पनि खिच्छु अब हामी फर्किँदैछौँ आफ्नो रुमतिर होइन टेकु सुमनले बेहोरा देखाएँ त्यही कारणले मैले मेरो फोनबाट भिडियो बनाउनु पाएको छुइनँ हो कि होइन अहिले आइफोनबाट भिडियो बनाउँदैछु किनकि सुमनले मेरो फोनै दिएन सुमन भागेको पनि देखाऊँ न त बनाउँछ होइन त्यो पनि मेरो गुवा हिँड्नु छिटो साला मेरो फोन सुमनको हातमा छ गाइज सुमनले धोका दियो क्या राम्रो लागेन डेस्टिनेसन कहिले गर्दा पनि राम्रोसँग ठाउँ चाहिँ टावर घुम्ने अब पछि राम्रो छ लु हामी यो मेला जस्तो ठाउँबाट फर्किँदैछौँ अब डाइरेक्ट अर्को ठाउँमा भेट्नु पर्छ प्यार 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 हुक्कामार आज लास्ट डे होइन लास्ट डे रमाइलो गर्नुपर्छ त्यसपछि जानुपर्छ
अन्तु बाई बाई अन्तु बाई भनिदेऊ न निश्चित नचिनु अघि मासुहरू खाइसक्यो होइन ब्लगकोलाई चाहिँ सकाइदेऊ न भनेको बियर देखा कति देखाउनु हिजो देखाइदिएको तिमीको बियर कार्टुन देखा न हिजो देखाइदिएको खाली भइसक्यो आज खोल्नु त मुला ए आज कार्टुन चाहिँ दुईवटा बियर त छ तिम्रो खाने मेरो कोक देखाइदिउँ होस् माथि फ्रिजमा छ अहिले बाई बाई गर्दा पनि सबजना अन्तुलाई लास्ट एन्डिङ भोलि पोखरी जाने भने एउटा को जान्छ तिमी जाँदैन भनेको होइन को जान्छ भनेको टेकराज गयो भने गयो आकाश गयो भने गयो आज लास्ट दिन अब हामी फर्किन आँटेको 1 घन्टा कति घन्टा सुमन आधी घन्टा चाहिँ कति घन्टा छ ओके बाई अहिले ए ल बाई बाई मिस्टर खाते बोला पास लम्बा सफर के भन्छु भनेको अनि लुगा पनि कस्तो छ त हामी आइसक्यौँ हाम्रो ठाउँ जापा वी आर हामी कहाँ छौँ सुमन अब भ्लगलाई बाई बाई गरिदिनु न ड्रेस के बोलेको मलाई हालिदिनु ल बाई गरिदेऊ न त केटालाई भन्नुपर्छ तपाईँहरूलाई ब्लग कस्तो लाग्यो सजिलो छ अनि हामी घुमेर आइ पनि सक्यौँ अनि कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला अब हामी साथीहरूसँग घुम्नु गएको थियौँ अलिक रमाइलो भयो 2 दिन बस्यौँ हेर्नु को कसले अन्तिमसम्म हेर्नुभयो भनिदिनु होला